हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी यति बेलाको समयमा प्युठानको नौबनी गाउँपालिका वडा नम्बर 1 मा पर्ने कोठीवीरसम्मको यात्रा गर्दैछौँ। हामी करिब नजिक आइसकेका छौँ। करिब अबको केही समय पछाडि हामी कोठीवीर पुग्ने छौँ। आउँदै गर्दा बाटोमा यो लालीगुराँस देखेर चाहिँ तपाईँको माझ यो भिडियो सप्रेसन गर्दैछु। लालीगुराँस राम्रो फुलेको छ हैन। अब सायद देखिने बेला पनि भइसक्यो, तर पनि एकदम राम्रो धकमक्क फुलेको छ। हामी कन्टिन्यू यात्रामा छौँ। यता देख्न सक्नुहुन्छ लालीगुराँस हैन। अनि हाम्रो करिब 8 जनाको जम्बो टोली आएका छौँ। साथीहरू उकालोमा तान्दिने हुनुहुन्छ हैन। अब हामी केही समय पछाडि कोठीवीरसम्म पुग्नेछौँ। बाटो एकदम स्पेसल बनाएको छ। यहाँ सिडी स्टेप बाई स्टेप सिडी बनाइएको रहेछ। आजभन्दा 2 वर्ष अगाडि यस्तो थिएन भन्ने कुरो चाहिँ सुनिन्छ हैन। धेरै परिवर्तन भइसकेको छ। अबको 2 वर्ष पछाडि फेरि अझै परिवर्तन होला भन्ने आशा गर्दछौँ। एकदम प्युठानको एउटा चिनारी कोठीवीरलाई मध्यनजर गर्दै यो बाटो एकदम राम्रो हुने छ भने चाहिँ एकदम आशा गर्न चाहन्छु। उहाँको गुराँसे भन्दा पनि कम छैन सायद यहाँ गुराँसहरू फुलेको देख्दाखेरि चाहिँ एकदम उहाँको गुराँसे जस्तो महसुस गर्न सकिन्छ हैन। गुराँस देख्न सकिन्छ। ओके गाइज, भिडियो चाहिँ तपाईँको माझ लिएर आउनु छ। एकदम रिल्सहरू